हेलो साथीहरु, नमस्ते सबैजनालाई। अनि आज चाहिँ न्यू इयर है, नयाँ वर्ष, वैशाख नयाँ वर्ष शुभकामना भन्न चाहन्छु सबैजनालाई। अनि हामी चाहिँ यहाँ सबैजना इन्जोय गर्नको लागि चाहिँ हामी यहाँ यो ठाउँमा आएका छौँ। अनि यहाँ चाहिँ एकदमै सल्लाहको पातहरू झरेर है, यसमा चाहिँ हामी के भन्छ चिप्लेर तलसम्म पुग्छ है गाइज। हुन्छ। अनि एकदम रमाइलो ठाउँ छ यो चाहिँ है। अनि हामी सबैजना हिँड्दैछौँ यहाँ। अनि यो चाहिँ अलिक बाटो खराब छ, भर्खर बनाउँदैछ है। इन्जिन भएको छैन, राम्रोसँग फिनिसिङ भएको छैन। अनि चाहिँ हामी चाहिँ हिँड्दा यस्तो घाम है, कहिले घाम कहिले शीतल। अनि हामी तल पार्क छ एउटा, अनि त्यो पार्कमा हामी हिँड्दैछौँ। अनि पार्कमा जाँदैछौँ अनि एकदम रमाइलो भयो गाइज। अनि घाम त्यस्तै लागेको है, ठुलो त्यस्तै है। यति प्याके मान्छेहरू त कहाँदेखि आउने है। अनि यति त्यो ट्राफिक त्यसरी गाह्रो। अनि यहाँ चाहिँ नानीहरू एकदम खुसी भइरहेको छ। अनि हामीले टिकट काट्ने ठाउँमा छौँ, काउन्टरमा टिकट काट्दैछौँ। अनि मेरो बहिनी ज्वाइँको चाहिँ स्कुटी राख्ने ठाउँ नभएर चाहिँ अनि हामी खोज्दैछौँ कहाँनिर होला भनेर। त्यसपछि यहाँ चाहिँ टिकट काट्नु पर्ने हुन्छ। अनि टिकट काटेर हामी चाहिँ माथि जान्छौँ। अनि बच्चाले एकदमै खुसी भइरहेको थियो। अनि हामीले टिकट काटेर हामी चाहिँ अब यसै सबैजना बच्चाहरू लिएर हामी चाहिँ जाँदैछौँ है। यहाँ चाहिँ एकदम घुइँचो है। आज 1 गते भएको भएर होला, प्रायः जस्तो पार्कहरूमा चाहिँ धेरै नै घुइँचो हुन्छ है वैशाखको दिन चाहिँ। अनि एकदमै वैशाख 1 गते दिन चाहिँ। अनि यहाँ पनि यति धेरै घुइँचा कहीँ ठाउँ छैन कि त्यो हुन्छ नि, सबै ठाउँमा सबैजना कोही नाप्ने कोही खाने होइन, ठाउँ परिवार फ्यामिली अनि त्यस्तो के सबैजना। अनि कोही चाहिँ अब जोडीहरू पनि आउनुभएको छ है। अनि सबैजना मिक्स भएर चाहिँ यति धेरैजना मान्छे आउनुभएको छ, तर कहीँ पनि ठाउँ छैन कि यस्तो प्याक है। अनि हामी त्यही पनि खुसी भयौँ, रमायौँ। अनि बच्चाहरूले यसो माइन्ड फ्रेस हुन्छ भनेर हामीले चाहिँ लगेको है। मलाई चाहिँ खासै क्यामेरा खिच्न आउँदैन है। अनि खिच्दाखेरि अनि यहाँ चाहिँ बहिनीको छोरोलाई चाहिँ भर्याङबाट हिँड्न मन नलागेर अर्कै सानो भर्याङबाट हिँड्दैछ। यो सानो बच्चाको धेरै गाह्रो, जे भने त्यही गर्नुपर्ने हुन्छ है। हैरान हुन्छ, दौडे गर्छ त्यही माथि। अनि यहाँ चाहिँ सबैजना गाइज साथीहरू एकदम आफ्नै तालमा हुनुहुन्छ सबैजना। कोही फोटो खिच्ने, कोही टिकटक बनाउने, कोही रमाउने, कोही बसेर गफ गर्ने, कोही त्यहाँबाट भ्युजहरू त्यो पर टाढाको भ्युजहरू हेर्ने होइन। अनि सबैजना आफ्नै तालमा थिए मानिसहरू है। आजको दिन चाहिँ सबैले कामहरूलाई चाहिँ रोकेर अनि इन्जोय गर्नको निम्ति चाहिँ आएको छ। त्यहाँ चाहिँ एकदम डान्स भइरहेको छ है, कति मजा। यहाँ चाहिँ छोरी दौडिँदैछ, घाम पनि कति चढाएको थियो है। बहिनीको छोरी, मेरो छोरी, बहिनीको छोरी र छोरा खेल्दैछ है। भन्दा खुसी भए एकदमै। कहिले काहीँ चाहिँ गाइस घुम्नु पर्दो रहेछ, अनि माइन्ड पनि फ्रेस हुन्छ है। अब सधैँ भन्ने कुरा त हुँदैन, आफ्नो पिताले गर्दा जान पाइँदैन। अब अरू बेला खुल्ला हुन्छ, यो बेला चाहिँ खासै अब धेरै ठाउँमा प्याक हुने के ठाउँ नै हुँदैन। यहाँ सबैजना फ्यामिली भएर कति रमाइलो गरेर खाँदैछन् है। हामी चाहिँ पकडभित्र छिर्दैछौँ। यो ठाउँमा चाहिँ प्रायः जस्तो जङ्गल छ, तल पनि प्याक मान्छे त कहीँ पनि ठाउँ छैन, सबै हुन्छ। अनि कोही पिकनिक जस्तो आउने है। यहाँ चाहिँ हामी टिकट
खाएर फेरि त्यहाँ खाएर जानुपर्ने हुन्छ टिकट देखायो हामी चाहिँ जानु थाल्दैछौँ कोही गएर फर्किँदै कोही भित्र जाँदै नानीहरू रमाउँदैछ उनीहरूले फोटो खिच्न लागेको थियो मैले अनि जय सबैजना रमाउँदैछ यहाँ चाहिँ सबैजना आफ्नो ठाउँ टाढा नजिकबाट आउनुभएको हो है सबजना आफ्नै काममा कोही फोटो खिच्ने है कोही टिकटक पार्क छ यहाँ चाहिँ मजाले बस्दाखेरि पनि आनन्द आउँछ यो चाहिँ नानीहरू भ्यू टावर चढ्ने अरे भएको भएर चाहिँ लान लागेको यहाँ अनि सानो पछि बाटो छ क्या त्यही माथि यो सल्लाहको रुखको पातहरू झरेको अनि ठुल्ठुलोहरू चाहिँ कुना कुनाबाट आउनुभएछ अनि हामी सानो नानीहरू उता यता जानुपर्ने ठाउँ नभएर चिप्लेला भन्ने डरले नानीहरू 4 जना नानीहरूलाई म यहाँ समाउँदै डोराउँदै भ्यू टावरतिर लाँदैछु गाइस अनि मेरो बहिनी चाहिँ पर बसिरहेको छ अनि मैले चाहिँ देखाउँदैछु उनीहरूलाई चाहिँ त्यो देखेर त्यो चढ्नु मन लाग्यो अनि यता चाहिँ धेरै तल धेरै प्याक छ मान्छेहरू नै है कोही नाच्दै खाँदै जाँदैछु कच्ची बाटो छ फेरि सल्लाहको रुख झर्ने रुखको पात झर्ने सिजन रहेछ पुरै झरेको छ डान्स गर्दैछ यो भ्यू टावरमा चढ्ने भनेर माथि बाबु यहाँनिर टावर बनाएको रहेछ मानिसहरूलाई इन्जोय गर्ने निम्ति अनि यही भ्यू टावरमा चढ्नुको निम्ति यति गजागज उच्चो बाटो के